हेलो वेलकम ब्याक टु गोरे ब्लग गाज। आई होप सबैजना सन्चै हुनुहुन्छ, सन्चै आरामै हुनुहुन्छ होला। र म पनि सन्चै आरामै छु। अहिले चाहिँ म चट्ट लाएर केटिएम सुरुम जानु लाग्छु, किनकि मेरो बाइकको चाहिँ थ्रोटल बडी गएर चाहिँ त्यो आफै आरपिएम बढ्ने घट्ने भइरहेछ। त्यो चाहिँ अब बनाउन मिल्ने हो कि चेन्ज गर्नुपर्ने हो, त्यहाँ गएर थाहा हुन्छ। अनि धेरै पछि चाहिँ मैले बल्ल भिडियो बनाउनु लाग्छु। अहिले चाहिँ अब अलिअलि बिजी भइयो, दसैँको बेला काम पनि गर्नै पऱ्यो होइन। त्यही भएर बिजी भइयो भने चाहिँ अब चाहिँ लगातार भिडियो हाल्ने कोसिस गरिन्छ कि त्यो पनि भन्ने मात्रै हुन्छ। फेरि अब धेरै सब्सक्राइबर नबसी के हो कि हाल्नै मन नलाउनु। त्यही भएर अहिले चाहिँ हामी सर्भिस सेन्टर जान्छौँ। आज हामी कता गइन्छ त्यो चाहिँ म हल्का भिडियो चाहिँ बनाएर जोडेर हाल्छु। अहिले चाहिँ हामी यहाँ पट्टी खान्देनी बाटो आएर रोकेछौँ। माथि आइसकेछौँ हामी चाहिँ। अघि तलतिर बिरौटाबाट भिडियो बनाउँदै आएको, क्यामेरा चाहिँ मुनतिर फर्केछ। रोड भाइ केही देखिएन। अब यस्तो भिडियो हाल्नु भएन। चाहिँ त्यही भएर दामी हिमाल यो त मस्त रहेछ कि है। मेरो चाहिँ आज म सोरुम तान्छु भनेको है। म दामी गएँ बिहान, मैले भिडियो पनि बनाउन पाइनँ। आज चाहिँ सोरुम गएँ, त्यहाँ सोरुममा फेरि एकदम धेरै भयो कि बाइक बनाउने। अनि त्यसपछि फेरि मासतिर गएर थ्रोटल बडी सफा गर भन्दै दिन्छु। त्यही थ्रोटल बडी सफा गरेर चाहिँ लिएर आएको बाइकलाई चाहिँ राम्रो ठिकै भयो जस्तो लाउँछ। किनकि त्यो थ्रोटल बडी गएपछि त्यो जुन आरपिएम आफै बढ्ने घट्ने त्यस्तो हुन्छ नि त त्यो बाइक। त्यो चाहिँ अहिले भएको छैन खासै। त्यस्तो अझै मेरो बाइक लागिरहेको चाहिँ केही भएको छैन। अझै चाहिँ कुद्ने भएको पोखरा त साँच्चीकैको पोखरा पो रहेछ। के अरे त्यो के गीत थियो अरे, त्यस्तै चाहिँ यस्तो दामी भ्यू छ यहाँ यार। तिमीले हिमालयमा बाघ देख्छौ कि देख्दैनौ? देख्दैनौ? मैले देख्छु। फेरि त्यो हिमालय बाघ कुनले देख्छ ल कमेन्ट गरौँ त गाइस। नयाँ हेर्दै हुनुहुन्छ भने पुरानोले पनि गर्नु, नयाँले पनि गर्नु। उताको डाँडा चाहिँ क्रिस्टी होइन, उताको डाँडा क्रिस्टी, यताको डाँडा मट्टी खाना। अझै माथि हो हामी। आम्बो ऊ त्यहाँ हो क्या के
वहाँ माथि रहेछ जानलाई चाहिँ हामी अझै यस्तो दामी भ्यू हेर्दै बस्दै हामी चाहिँ अब क्याम्पिङ क्याम्पिङ Trace the cracks on the floor tonight. Neon shadows dance in the broken light. A heart beats loud, but it's out of sync. Lost in the rhythm, I can't quite. हामी चाहिँ अहिले यता जाँदैछौँ नि अब चाहिँ बाटो अफ रोड रहेछ माथितिर चाहिँ अलिकति त्यस्तो राम्रो नभए बाटो चाहिँ अनि ए लड्यो माथि चाहिँ अफ रोड अलिकति अफ रोड रहेछ यता चाहिँ अनि मेरो बाइक चाहिँ हिटिङ धेरै हुने भएर बाइकको छेउमा बसेर जाडोमा जे होस् मलाई कायदा छ आगो ताप्नु पर्दैन बाइकको अगाडि बसेपछि बाइक तात्छ मेरो त्यस्तो खतरा हो फेरि लड्ने ठ्याक्क जाडो बसी अगाडि बसिहाल्ने फेरि अनि अब चाहिँ हामी मास्तिरै गएर भेटौँला है त यो अब यो अफरोड स्टाइल यो गेगर टाइपको छ कि अफरोड भन्दा नि त्यस्तो नराम्रो होइन तर गेगर टाइपको अलिकति बाइक चाहिँ चिप्लाउँछ यो गेगरले चाहिँ अब चाहिँ हामी माथि नै गएर भेट्नुपर्ने हुन्छ ल त है त अहिले चाहिँ हामी ठ्याक्क मट्टिखान यस्तो पारि यस्तो दामी हिमाल देखिरह त्यस्तो दामी तर अब चाहिँ हामी अलिअलि छिटै आएको थियौँ बाइक चाहिँ तातेको तातै भएर चाहिँ ढिलो हुन पुग्यौँ त्यही पनि अब चाहिँ हामी मट्टिखानमा आइसकेका छौँ बाइक यहाँ चाहिँ यस्तो दामी देखेको पनि भ्यू होइन यही मट्टिखान छ क्या चाहिँ यस्तो दामी छ क्या यहाँबाट चाहिँ यस्तो हिमालहरू वाउ यस्तो दामी छ अझै हामी उता माथि जान्छौँ हेलमेट छोडिदिनु क्या नि फेरि प्लास्टिक फोहोर भर्छ यार चाहिँ हामी माथि जानु लाग्छौँ त्यहाँ माथि हो त्यहाँ माथि जानलाई चाहिँ हिँडेर जानुपर्ने हुन्छ चट्ट लाएर कता जाने सोधेको दाइले दाइ माथि जाने यस्तो दामी छ नि यता यस्तो छ यहाँ चाहिँ यो पसलमा पसेको मिठाई किन्न भनेर तर चाहिँ त्यहाँ चाहिँ आमा हुनुभयो रहेछ बुढियामा अनि मैले जान्दिनँ कि बेर बाबु भन्ने हुनुहुन्थ्यो मैले फेरि आज क्यास फेरि मैले कहिले बोक्दिनँ भन्नु नमिल्ने तर पनि क्यास थिएन आज अनि यस्तो दामी हिमालहरू चाहिँ दामी देखिरह चढ्नु पर्ने चाहिँ सिडी चढेर आउनु पर्दो रहेछ माथिपट्टि चाहिँ सिडी चढेर आउँदैछु ठकै लाउँदो रहेछ यार यस्तो मिठो हिमाल देखेँ यहाँ यो बिहानमा आएको भए चाहिँ दामी नै देखिन्थ्यो होला चाहिँ हामी चाहिँ बेलुका अझै छिटै आउने भनेको बाइक चाहिँ तातेर डेन्जर भयो त्यही भएर ढिलो भयो अझ चाहिँ क्यारेको हो खुट्टा चढ्न आयो के बोले अब सिडी चढ्न पनि सकेको छैन त बिहान खाइद्दै देख्दो रहेछ कि हामी डाँडामा आउन आयौँ ढ्याक्कै
अँधेरो भयो कि अहिले त यार म भाग्छु पहिला भर्ती नभागे नि भर्ती त भइगएन फाइनली आइयो माथि नि यस्तो दामी भयो यता चाहिँ ठगैला मिल्दैन होला यता पोखरा यस्तो दामी देखियो हामी चाहिँ अब यो माथि जान लागिरहौँ नसकेर त वाउ यता चाहिँ यस्तो रहेछ है ठुलो हल होइन सिडी चाहिँ यस्तो रहेछ यहाँ अभि अन्त लड्यो माथिबाट चाहिँ कस्तो देखिन्छ भन्ने कुरो हो मेरो चाहिँ हो यो त मार्छ हो यस्तो दामी अझै अँधेरो भयो अलिकति उज्यालो भएको भए यस्तो दामी देखिन्थ्यो अहिले यी भाइ चाहिँ माथि गएर बसिरहेको छन् म चाहिँ थाकेँ थाक्यो Trace the cracks on the floor tonight. Neon shadows dance in the broken light. A heart beats loud, but it's out of sync. Lost in the rhythm, I can't quite drink. हामी चाहिँ मट्टीखाना ठक्का हल चाहिँ फर्किनु लाग्यो रात परिसक्यो त्यही भएर चाहिँ हामी अब फर्किनु पर्ने हुन्छ आजको ब्लग चाहिँ यहीँ गर्न चाहन्छु र सबैले नयाँ हुनुहुन्छ नि च्यानललाई सब्सक्राइब गर्नु होला र पुरानो हुन्छ नि लाइक गर्नु होला कमेन्ट गर्नु होला भन्दै आजको ब्लग चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु हस्त धन्यवाद।